थाहा पनि सकेको थिइनँ। किन भन्दाखेरि अब फ्यामिलीमा पैसा त्यस्तो बेसी हुन सक्दैन है। तर अब कुन आशामा जानु, कुन भरोसामा जानु भन्दा चाहिँ मुख्यमन्त्रीको भरोसामा गएँ है। 25 वर्षको सरकारमा हामीले अब भनौँ भने मेरो यौवन अवस्था त मैले एसडिएफमा दिएँ। नमस्कार, हजुरलाई धेरै धेरै धन्यवाद है। म रुङदुङ पञ्चायत दीर्घमाया छेत्री। अहिले यो मिडियामा आउन किन अगाडि आएँ, यसरी किन म यस्तो भन्न तयार भएँ भन्दाखेरि मलाई नोभेम्बर 4 तारिक म यहाँबाट गएँ है। मलाई ब्रेस्ट क्यान्सर भएको थियो है। मैले ब्रेस्ट क्यान्सर भए बापत म सिलिगुडीमा मेरो ट्रिटमेन्ट चल्यो र सिलिगुडीमा ट्रिटमेन्ट चल्दाखेरि चाहिँ तपाईँको मलाई सरकारबाट 2,20,000 हेल्प भएको थियो है। तर मेरो सिलिगुडीमा मेरो भनौँ भने सक्सेस हुनु सकेन। अनि फेरि म दिल्ली जानु पर्यो है। दिल्लीमा गएपछि चाहिँ मलाई के अनुभव भयो, मैले त्यो कुरा चाहिँ म अब मिडियामा आएर भन्न चाहन्छु। किनभने हामी चाहिँ पुरा डराउँछौँ है। अब सिक्किम सरकारले कस्तो कस्तो काम गरेको रहेछ, सरकारले कस्तो हाम्रो बिमारीको लागि कति सहयोग पुर्याउनु भएको रहेछ, त्यो कुरा चाहिँ मैले आएर अब मिडियामा भन्नुपर्छ अनि हाम्रो हर मान्छेले यो कुरा जान्नुपर्छ भन्ने भावनाले चाहिँ म आज मिडियामा आएको है। हाम्रो सिक्किम सरकारलाई चाहिँ म यस्तो धन्यवाद दिन्छु। अब हुनु त मैले धन्यवाद दिएर यो धन्यवादले हुने कुरा केही छैन, किनभने उहाँले त्यस्तो कामहरू गर्नुभएको छ। मेरो धन्यवाद त केही पनि होइन। र हामी जब दिल्ली पुगेँ है, मलाई दिल्ली जाँदाखेरि बाटोदेखि नै उहाँको सरहरूले, रोलेन सरहरूले एकदमै कन्ट्याक्ट गर्नुभयो। उहाँले एकदम फ्लाइटमा जाँदाखेरि पनि तपाईँको आइपुग्नु भएन है। उहाँ पुगेपछि हामीलाई एकदम एम्बुलेन्सहरू लिनु आउने है, एम्बुलेन्सले लिएर जाँदो रहेछ। अनि हस्पिटलमा पनि हाम्रो डाक्टर विकास सर हुनुहुँदो रहेछ, उहाँले पनि यति साह्रो सहायता गर्नुभयो हामीलाई है। र हाम्रो गाउँलेलाई चाहिँ के डर लाग्छ, मलाई चाहिँ के डर थियो भन्दाखेरि म चाहिँ दिल्ली गएर ट्रिटमेन्ट गर्न सक्दिनँ होला, मेरोमा त्यस्तो म गर्न सक्दिनँ होला भन्ने थियो। तर सरकारले यस्तो काम गर्नुभयो। यस्तो यहाँनिर आइआरबी भाइहरू पनि तयार राखिदिनु भएको रहेछ कि ब्लड चाहिन्छ कि के चाहिन्छ, हर ठाउँमा बस्नको लागि सुविस्ता, बिमारी लिएर जानका लागि एम्बुलेन्स, सिस्टर, सबै कुरा उहाँले राखिदिनु भएको रहेछ। हुनु त सबैजनाले आएर मिडियामा कतिजनाको हेर्दै थियौँ हामी कि उहाँहरू बिमार भयो, यस्तो भयो भनेर हाल्नुहुन्थ्यो। तर आज म बाध्य बने। हुनु चाहिँ अब यस्तो हो, बिमारी भन्ने कुरा, यो ठुलो क्यान्सरहरू भन्ने, यो के अरे किडनी भन्ने कुरा, किडनीको क्यान्सरको, हार्टको भन्ने कुरा चाहिँ साधारणभन्दा साधारण मान्छेले हामी गर्न सक्दैनौँ। अनि अलि हुने खानेले पनि गर्न साह्रै छ, किनभने एट ए टाइम धेरै पैसाहरू जरुरत हुँदो रहेछ। र म हाम्रो सम्माननीय मुख्यमन्त्री अनि प्रकोष्ठ सरलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँहरूले मेरो आपद विपदमा मलाई हर प्रकारले सहयोग गरिदिनु भयो। अनि हाम्रो रिनको ओगेन सर सिए अनि यहाँको हाम्रो युवा भाइहरूले पनि हामीलाई एकदमै हेल्प गरिदिनु भयो मलाई। अनि मेरो पञ्चायत साथीहरूले पनि, म एउटा मेरो घरमा भनौँ भने पनि जब नभएको घरको लेडी हो, पञ्चायत भएर केही पनि हुँदैन, हामी सोसल वर्क काम गर्ने मान्छे हो। र तर मेरो घरकोलाई कति टेन्सन थियो, तर त्यो टेन्सन आज सम्माननीय मुख्यमन्त्री साहबले यसरी हाम्रो टेन्सनहरू दूर गरिदिनु भयो। र आउने दिनहरूमा पनि हामी आशा राख्छौँ उहाँ जस्तो मुख्यमन्त्री हामीले पाइरहौँ। म चाहिँ उहाँसँग किन यति साह्रो आभारी छु। र मेरो अरू पनि कारणहरू छ, किनभने म बिमारी मात्रै होइन। म एउटा कुरा सानो भन्न चाहन्छु, म फङ्लाको मिलन कुमार दाहाल, सुरेश कुमार दाहाल, रमेश कुमार दाहाल भन्छ, भक्तबहादुरको छोरी हो म। र मेरो सरकारसँग जोडिएको नाता चाहिँ के थियो त सुरुवातदेखि भन्दाखेरि चाहिँ उहाँले चाहिँ मेरो सुरेश कुमार दाहाललाई चाहिँ अनइम्प्लोइड भाइ थियो, उसको लोन तिर्नु नसक्दा सीएम साहबले चिन्नु पनि भएको थिएन। तर त्यति बेला उहाँले 6 लाख रुपियाँ मिना गरिदिनु भयो। यस्तो मुख्यमन्त्री चाहिँ भनौँ भने 25 वर्षको सरकारमा हामीले अब भनौँ भने मेरो यौवन अवस्था त मैले एसडिएफमा दिएँ। तर हामीले कहिले पनि त्यस्तो चाहनाहरू, त्यस्तो समयहरू, त्यस्तो कामहरू गर्न पाएनौँ। अनि मेरो आज भाइहरू पनि अनइम्प्लोइड, एज बार भयो, माथि पुग्यो। तर त्यति बेला यस्तो सरकारको यस्तो प्रावधान थिएन। तर आज सरकारको यस्तो नोकरीको प्रावधान, हर बिमारीको लागि प्रावधान, र यस्तो प्रावधान भएको कारणले गर्दा म के भन्न चाहन्छु भन्दाखेरि मान्छेले विभिन्न तरहको कुरा भन्छ है, सरकारलाई लालचना लाउँछ। तर आफूलाई परेको दिन चाहिँ तपाईँले अनुभव गर्नुहोस्। जति बेला आफूलाई परेको थियो, जुन बेला मलाई सिए भनेर मेरो डिटेक्ट भएको थियो, त्यति बेला म रुन पनि सकेको थिइनँ। किन भन्दाखेरि
अब फ्यामिलीमा पैसा त्यस्तो बेसी हुन सक्दैन है। तर अब कुन आशामा जानु, कुन भरोसामा जानु भन्दा चाहिँ मुख्यमन्त्रीको भरोसामा गएँ है। अन्त उहाँकै आशीर्वादले म जाति भएर आएँ है। यो चाहिँ मेरो अब हृदयको कुरा, किनभने हामी जति नै पैसा भए पनि मान्छेकोमा एट ए टाइम केही पनि हुँदैन क्या। समय र परिस्थिति यस्तो आउँछ कि म घर बेच्न तयार हुने, मेरो सम्पत्ति बेच्न तयार हुने, सुन बन्धक राख्ने समयहरू आउँछ। तर मेरो त्यो समय आएन मुख्यमन्त्रीको कारणले गर्दा। त्यसले गर्दा फेरि पनि म हात जोडेर उहाँलाई धन्यवाद दिन चाहन्छु, किनभने त्यस्तो दुःखको दिनहरूमा उहाँले सहायता गर्नुभएको छ। र हामीलाई, हाम्रो सारा गाउँलेलाई, गरिबले यो सोच्नुपर्छ कि जस्तै जोसुकैले जेसुकै भनोस्, तर यस्तो अवस्था आउँदाखेरि सम्पूर्ण परिवारको सबैको हिम्मत टुटेको हुन्छ अनि बिमारीको पनि हिम्मत टुटेको हुन्छ। तर त्यो टाइममा चाहिँ सम्माननीय मुख्यमन्त्रीकै भरोसामा दिल्ली गएको थिएँ र मलाई उहाँ पनि सहायता भयो। त्यस्तो मुख्यमन्त्री हामी पाइरहौँ भन्ने, अनि उहाँलाई मेरो परिवारको पनि ठुलो भरोसा। मेरो आमा, मेरो बुढी आमा सासू हुनुहुन्छ, ससुराम बुढो हुनुहुन्छ है, श्रीमान हुनुहुन्छ मेरो। तर उहाँहरूको पनि अनि मेरो माइतीको पनि सम्पूर्ण परिवारकोबाट सीएम साहबलाई धेरै धेरै धन्यवाद। किनभने मेरो बाबाले पनि भन्नुभएको थियो सबैको तर्फबाट धन्यवाद राखिदिनु, किनभने मुख्यमन्त्री चाहिँ, त्यस्तो मुख्यमन्त्री चाहिँ हामीले जिन्दगीमा पाउँदैनौँ भन्ने कुराहरू गरिदिनु भएको थियो। र धन्यवाद। केही काम पर्यो भने तपाईँहरूलाई हेर्छु भन्नुभएको थियो। मेरो बुहारीको अचानक त्यो बिमार भयो होइन, उहाँले सहयोग गरेकोमा धन्यवाद दिन्छु। अब यस्तै बुहारीले सानो कन्ट्याक्ट गर्थ्यो त्यहाँदेखि अहिले पञ्चायत भएको थियो, अहिले रोग त्यस्तो लाग्यो होइन। त्यसमा मुख्यमन्त्रीले अब यसो खर्च पानी गरेर जाति बनाइदिनु भयो, त्यसमा मेरो धेरै धेरै धन्यवाद। मन्दिर छ मेरो घर अगाडि, रात दिन पूजापाठ गरेर फुल चढाएर उहाँलाई आशीर्वाद सदा दिन दिएको छ। यसमा धन्यवाद मेरोबाट।